आज हामी घुम्न गइरहेको टापुलाई संसारको 8औं महादेश भनेर पनि भन्ने गरिन्छ। माडागास्कर राष्ट्र अफ्रिकाबाट 250 माइल टाढा रहेको छ र आजभन्दा 8 करोड वर्ष पहिले डाइनोसरहरू लोप हुनुभन्दा अगाडिदेखि नै यो ठाउँ यसरी अन्य ठाउँहरूभन्दा अलग्गै रहेको हो। यसरी लामो समयसम्म अन्य महादेशहरूभन्दा अलग्गै रहेको कारणले गर्दा यहाँको वनस्पति र जङ्गली जनावरहरू अन्य महादेशको भन्दा भिन्न भिन्न रूपमा विकसित हुन पाए। त्यसैले यस क्षेत्रमा पाइने 80 देखि 90% वनस्पति र जङ्गली जनावरहरू संसारभरिको अन्य महादेशमा कतै पनि पाइँदैनन्। माडागास्कर पहिले विशाल दक्षिणी महादेश गोन्डवानाको एउटा भाग थियो, तर पछि इन्डियन टेक्टोनिक प्लेट टुक्रिएपछि यो टेक्टोनिक प्लेट उत्तरतिर सर्न थाल्यो र सुरुमा यो प्लेट बिस्तारै सरिरहेको थियो, तर जब इन्डियन प्लेट पृथ्वीको तापक्रम ज्यादा भएको ठाउँमा पुग्यो त्यहाँदेखि यसको गति एकदमै तीव्र रूपमा बढेर गयो र पछि गएर युरेसियन प्लेटसित ठोकिन गयो र हाम्रो देश नेपालको सगरमाथा लगायतको अन्य अग्लो अग्लो हिमशृङ्खलाहरूको निर्माण भयो। यसरी इन्डियन प्लेट 7 करोड वर्षमा 9000 किलोमिटर सरेको थियो, तर इन्डियन प्लेट सर्ने क्रममा यसको सानो भाग चाहिँ अफ्रिका महादेशको छेउमै अल्झियो। त्यसैले माडागास्करलाई एसियाको सानो छुटेको भाग हो भनेर पनि भन्न सकिन्छ, तर अहिले चाहिँ यो अफ्रिकाको सबैभन्दा ठुलो टापु हो। सन् 2007 मा माडागास्करको 6वटा राष्ट्रिय निकुञ्जहरूलाई एकैपल्ट युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो। प्रत्येक पार्कहरूको आफ्नै विशेषताहरू छन्, तर आज भने एउटा विशेष पार्कबाट हाम्रो यात्रा सुरु हुन्छ। सिङ्डे बेमाराह राष्ट्रिय निकुञ्ज माडागास्कर राष्ट्रको पश्चिमी भागमा रहेको छ। यो निकुञ्ज संसारकै सबैभन्दा अनौठो प्राकृतिक संरचनाहरूमध्येको एक हो। यो निकुञ्ज विशाल चुनपत्थर, लाइमस्टोनको धारिलो पहाडहरू र गहिरो खोजहरू अनि भूमिगत गुफाहरूको जैविक विविधताले भरिएको छ। यस राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भनेको यहाँको तीखो तीखो धारे चट्टानहरूको जङ्गल र सुरुङहरू हो, जसलाई स्थानीय भाषामा सिङ्गी अर्थात् खालीखुट्टा हिँड्न नसकिने ठाउँ भनेर बुझिन्छ। यो चुन्डुगाको डाँडाकाँडाहरू हजारौँ वर्ष पहिले समुद्री तालभित्र थियो, जुन समयक्रमसँगै समुद्री ताल सुकेर गयो र यसको सतहमा रहेको मलिलो बनौटे भागहरू वर्षाको पानीले बगाउन थाल्यो र बिस्तारै कडा भागहरू मात्र बाँकी रह्यो। निकुञ्जको भूभाग जटिल भए तापनि यहाँ केही विशेष जनावर र पन्छीहरू पाइने गर्दछन्। यहाँ पाइने डेकेनसिफाकस लेमुर बाँदरको शरीरको रङहरू सबै सेतो र अनुहार र थोरै हातको भाग चाहिँ कालो हुन्छ र यसको पहेँलो सुन्तला जस्तो आँखाले यसलाई धेरै अनौठो देखिन्छ। अन्य वन्यजन्तुहरूलाई यस ठाउँको जटिल भौगोलिक बनावटको कारणले गर्दा जीवनयापन गर्न अलिक गाह्रो हुने गर्दछ, तर यस बाँदरले भने यस ठाउँमा जीवनयापन गर्ने क्षमताको विकास गरेको छ र लेमुर बाँदर बाहेक यस पार्कमा अन्य 3 नयाँ चराको प्रजातिहरू पनि पाइन्छन्। ती चराहरू कोइली प्रजातिको हुन्। विशेष गरी यिनीहरूको आँखाहरू रङ्गीन रङको कारणले गर्दा एकदमै सुन्दर देखिन्छन् र यसमध्येमा पनि सबैभन्दा ठुलो कोइली चाहिँ 2 फिट अग्लो र 61 सेन्टिमिटरको हुन्छ। मासवाला यहाँको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो। यो 3200 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र यो माडागास्करको सबैभन्दा धेरै वन्यजन्तु भएको स्थान पनि हो। रेड रक नामक लेमुर बाँदर यस पार्कको सबैभन्दा महत्त्वपूर्ण प्रजाति मध्येको एक हो र यिनीहरू मासवाला निकुञ्जमा मात्र पाइन्छन्। यिनीहरूको वासस्थानको आधारमा 2 देखि 30 सदस्य सङ्ख्याको समूहमा बस्ने गर्दछन् र यिनीहरू लेमुर बाँदरको सबैभन्दा ठुलो प्रजातिहरू मध्येको एक हुन्, जसको वजन 8 पाउन्डसम्मको हुन्छ र यस्तै अर्को रेड लेमुर भन्दा आधा मात्र वजन भएको व्हाइट हेडेड लेमुर पनि यहाँ पाइन्छन्। यिनीहरू एउटै देखिए तापनि यिनीहरूको वंश भने फरक फरक हो र यिनीहरूमा पोथी लेमुरको चाहिँ अनुहारमा सेतो रङ हुँदैन। यस क्षेत्रमा धेरै रङ्गीन किराहरू र चराहरू पनि पाइन्छन् र त्यसमध्येमा पनि संसारको सबैभन्दा सानो ब्राउन लिप नामक छेपारो यहाँ पाइने गर्दछ।
जसको केही शताब्दी अगाडिदेखि नै बढी नै अनुसन्धानहरू भइरहेको छ र यसको आकार 13.5 मिलिमिटरको मात्र हुन्छ। मारोजेजी एक पहाडी क्षेत्रले भरेको राष्ट्रिय निकुञ्ज हो। यो नेसनल पार्क खास गरी चराचुरुङ्गीहरूको लागि महत्त्वपूर्ण क्षेत्रको रूपमा मानिन्छ, तर यहाँ स्तनधारी जनावरहरू पनि पाइने गर्दछन्। त्यसमध्येमा पनि सिल्की सिपाका नामक विशेष बाँदर चाहिँ लोप हुन लागेको प्रजातिहरूमध्येको एक हो। यिनीहरूको सङ्ख्या लगभग 250 जति मात्र बाँकी रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ। आन्डासिबे मान्टा डियर नेसनल पार्क आकारमा सानो भए तापनि जैविक विविधताको भने धनी छ। यस क्षेत्रमा स्ट्रेट ट्रेन भन्ने छुचुन्द्रा पाइन्छ। यो रङ्गीन काँडे भुवा भएको छुचुन्द्रा पनि स्तनधारी प्राणीहरूको शाखामा पर्दछन्। यस छुचुन्द्राको पोथीको चाहिँ काँडेदार रोगहरू हुँदैनन् र यो प्रजातिको छुचुन्द्रा संसारभरिको अन्य कुनै महादेशहरूमा पाइँदैनन् र यसै पार्कमा सानो सानो सुनौलो भ्यागुताहरू पनि पाइन्छन्, जसको रङहरू सुनौलो, गाढा पहेँलो र रातो पनि हुने गर्दछ र यिनीहरू बाहेक अन्य मिश्रित रङ भएको भ्यागुताहरू पनि पाइन्छन्, जसलाई चाहिँ यस क्षेत्रको सबैभन्दा विषालु भ्यागुता भनेर चिनिन्छ। आन्डासिबे मान्टा डिया लेमुर प्रजातिको बाँदरहरूको विविधता भएको ठाउँ हो, जसमा कतिपय लेमुर बाँदरहरू लोपोन्मुख प्रजातिहरूमा पर्दछन्। यहाँ पाइने ब्ल्याक एन्ड व्हाइट रफ लेमुरको औसत उमेर 19 वर्षको हुन्छ, तर अनुसन्धानको क्रममा एउटा लेमुर चाहिँ 39 वर्षसम्म बाँचेको पाइएको छ र यसै प्रजातिको वंशको अर्को इन्द्री नामक लेमुर बाँदर पनि यहाँ पाइन्छ। यस बाँदरको शरीरमा कालो र सेतो रङको संयोजन असाध्यै सुन्दर तरिकाले भएको हुन्छ र यसको वजन 22 पाउन्डसम्मको हुन्छ र यसको पोथी लेमुरले 2 अथवा 3 वर्षमा मात्र एउटा बच्चा जन्माउने गर्दछ। त्यसैले इन्द्रु लेमुर पनि लोपोन्मुख प्रजातिमा पर्ने गर्दछ र यसरी नै अर्को लोप हुन लागेको अर्को प्रजाति डाइडेमेट सिपाका नामक लेमुर बाँदर पनि यहाँ पाइने गर्दछ र यिनीहरू चाहिँ वनस्पतिमा धेरै र जमिनमा थोरै समय बिताउन रुचाउने गर्दछन्। यसैगरी यस क्षेत्रभन्दा केही पर मध्य भागमा एउटा अनौठो ठाउँ छ, जसलाई आनाला भोरी गिजर भनेर भनिन्छ। यो अरू गिजरहरू जस्तो ज्वालामुखी गतिविधिको कारणले निर्माण भएको विस्फोट हुने गिजर नभएर नजिकैको खनिज उत्खनन गर्ने ठाउँबाट निस्किएको बगिरहने खनिजयुक्त पानीको कारणले गर्दा यस्तो रङ्गीचङ्गी डाँडाहरू बनेको हो। स्थानीय बासिन्दाहरू यसको पानीलाई छालाको रोग, हड्डीको दुखाइको लागि औषधियुक्त मान्ने गर्दछन् र यसको सौन्दर्य र अनौठो बनावटको कारणले गर्दा यो ठाउँ पर्यटकहरूको रोजाइमा पर्ने गर्दछ। रानोमाफाना राष्ट्रिय निकुञ्ज यहाँको सबैभन्दा प्रसिद्ध निकुञ्जहरूमध्येको एक हो र यो निकुञ्ज लेमुर प्रजातिहरूको लागि सबैभन्दा प्रसिद्ध छ, जसमा 1986 मा पत्ता लागेको गोल्डन बेम्बो लेमुर पनि समावेश छ। यो ठाउँ चराचुरुङ्गीहरूको लागि आकर्षक गन्तव्यहरूमध्येको एक हो, जसमा फ्लाइक्याचर नामक चरा सबैभन्दा आकर्षक प्रजातिहरूमध्येको एक हो, जसको लामो पुच्छर हुन्छ र यिनीहरूको भाले र पोथीको रङ फरक फरक हुने गर्दछ। यहाँ ग्राउन्ड रोलर नामक सुन्दर चरा पनि भुइँमा खानेकुराहरू खोजेर खाइरहेको देख्न सकिन्छ। इसालु राष्ट्रिय निकुञ्जको भौगोलिक बनावट अन्य क्षेत्रहरूको भन्दा अलिक सुक्खा छ, तर पनि यहाँ केही विशेष प्रकारको वन्यजन्तुहरू पाइने गर्दछन्। यस निकुञ्जमा यस टापुमा पाइने सबैभन्दा ठुलो मांसाहारी प्राणी फोसा बसोबास गर्ने गर्दछ। यसको वजन लगभग 12 केजीसम्मको हुन्छ। यस टापुमा हात्ती, गैडा, बाघ जस्ता ठुल्ठुलो जनावरहरू नभएको कारणले गर्दा फोसा नै यस क्षेत्रको सबैभन्दा ठुलो मांसाहारी जीव भएको हो। यसले प्राय सानसाना जनावरहरूको शिकार गर्ने गर्दछ र कहिलेकाहीँ त्यसमा लेमुर बाँदरहरू पनि पर्ने गर्दछन्। यस क्षेत्रमा अर्को अनौठो ग्रे माउस नामक खैरे मुसे लेमुर बाँदर पनि पाइने गर्दछ। यस मुसे लेमुर बाँदरको तौल मात्र 30 ग्रामको हुन्छ। अनि त्यस पछाडि यस टापुमा एउटा अनौठो रुख पनि पाइने गर्दछ, जसको नाम बाउबाउ ट्री हो र यहाँको स्थानीय मानिसहरू चाहिँ यस रुखलाई निराला भन्ने गर्दछन्
र निरालाको अर्थ मदर ट्री भन्ने हुन्छ। यस रुखको बनावट अलिकति अनौठो नै छ। यसलाई झट्ट हेर्दा जरा चाहिँ आकाशतिर फैली जस्तो देखिन्छ र स्थानीय मित अनुसार भगवानले यस रुखलाई रोप्न बिर्सेर त्यतिकै उल्टो स्वर्गबाट तल फ्यालेर यस्तो भएको हो भन्ने विश्वास गरेको पाइन्छ। यस रुखमा पानी भण्डार गर्नको लागि मानिसहरूले खनेर टोर्को बनाउने गर्दछन् र बर्सातको बेला यस रुखले आफ्नो जराहरूबाट पानीहरू सोसेर सङ्कलन गर्ने गर्दछ र बर्खाको बेला मानिसहरू त्यहीँबाट पानीहरू निकालेर प्रयोग गर्ने गर्दछन्। हस्त आजको लागि यो जानकारी तपाईँहरू माझ राख्दै म बिदा लिन चाहन्छु। यदि तपाईँहरूलाई हाम्रो कार्यक्रम मन परेको छ र आउने दिनहरूमा यस्तै रोचक जानकारीमाथि बनाएको भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।